मात्रै 13,000 माथिको हामीसित सेकेन्ड ह्यान्ड आइफोन आइसकेको छ। हेर्न सक्नुहुन्छ। एक एक गरी हजुरहरूलाई यो भिडियोमा मैले पुरै भन्दैछु है। त 13,000 को चाहिँ कुन भन्नुहुन्छ भने आइफोनको 7 प्लस 128 जिबीमा यसको पनि अहिलेसम्म पत्याउनु हुन्न होला। डिस्प्ले पनि ओरिजिनल पाउनुहुन्छ भने स्टिल फिङ्गरप्रिन्ट चलिरहेछ यसमा तपाईँलाई भने यसको तपाईँलाई पुरानो मोडल भएर ब्याट्री चेन्ज छ भने डिस्प्लेहरू सबै पार्ट्स ओरिजिनल पाउनुहुन्छ तपाईँले 7 प्लसमा पनि। रहेछ आइफोनको 11 यसको त मैले तपाईँहरूलाई छुट्टै भिडियो पनि बनाइसकेको छु। पानीमै डुबाएर हजुरहरूलाई देखाइरहेको छु मैले यो भने 128 जिबीमा पाउनुहुन्छ भने नोथिङ चेन्ज नन ओपन सेट स्टिल वाटरप्रुफमा पाउनुहुन्छ। तपाईँलाई मैले एउटा यसको त छिट्टै भिडियो बनाएर हालिदिएको छु। तपाईँले 74% ब्याट्री हेल्थ छ भने एउटा सानो स्क्रैच पनि छैन यसको चाहिँ। यो चाहिँ रहेछ आइफोनको 12 रहेको छ भने ब्याट्री हेल्थ तपाईँले 85% पाउनुहुन्छ। 128 जिबी पाउनुहुन्छ भने यो पनि तपाईँले वाटरप्रुफमै पाउनुहुन्छ। एउटा सानो स्क्रैच पनि छैन। कलर पनि निकै नै राम्रो रहेको छ। ब्ल्याक कलरमा रहेको छ भने एउटा सानो स्क्रैच पनि छैन। हेर्न सक्नुहुनेछ हजुरहरूलाई मैले देखाइरहेको छु। 128 जिबीमा पाउनुहुन्छ। यो चाहिँ रहेछ एउटा तपाईँले 13 रहेको छ भने एउटा 14 रहेको छ। एउटा सानो स्क्रैच पनि छैन। दुइटै लाइक न्यू कन्डिसनमा। हजुरहरू सेकेन्ड ह्यान्ड नयाँ लिने खोज्दै हुनुहुन्छ भने सेकेन्ड ह्यान्ड पनि एकदमै राम्रो कन्डिसनमा रहेको छ। दुइटै 128 जिबीमा पाउनुहुन्छ भने आइफोन 13 तपाईँलाई 88% ब्याट्री हेल्थ रहेको छ भने आइफोन 14 तपाईँलाई 86% ब्याट्री हेल्थ रहेको छ। दुइटै जेन्युन कन्डिसनमा रहेछ। अहिलेसम्म नखोलेको सेट रहेको छ। स्टिल वाटरप्रुफमा पाउनुहुन्छ। हजुरहरू चलाइरहेको सेटहरू लिएर आएर एक्सचेन्ज गरेर पनि लान सक्नुहुन्छ है त। यसको त मैले केही भनिराख्नु पर्दैन होला। आइफोनको 14 प्रो म्याक्स एकदमै राम्रो कन्डिसनमा मेरो पनि फेभरेट सेट। एउटा सानो स्क्रैच पनि छैन। फोनमा हेर्न सक्नुहुनेछ सानो स्क्रैच पनि छैन। 256 जिबीमा पाउनुहुन्छ भने यसको ओरिजिनल बक्स पनि पाउनुहुन्छ हजुरहरूले। ब्याट्री हेल्थ चाहिँ तपाईँलाई जेन्युन ब्याट्री हेल्थ 80% ब्याट्री हेल्थ पाउनुहुन्छ भने स्टिल वाटरप्रुफमा पाउनुहुन्छ। यो पनि तपाईँले पानीमा डुबाएर एकछिन राखेर हामीसितबाट लान सक्नुहुनेछ। त्यसै गरी यो तपाईँलाई जेन्युन लेडिजले चलाएको सेट रहेको छ। त्यस्तो धेरै चलेको पनि छैन। यो नर्मली गेम स्याम खेलेको सेट होइन भने टिकटक भिडियो मात्रै बनाएको सेट रहेको छ यसमा भने हजुरहरू सेकेन्ड ह्यान्ड आइफोन खोज्दै हुनुहुन्छ भने हामीलाई सम्झेर आउन सक्नुहुनेछ। त्यसै गरी एक्सचेन्ज गरेर लिन चाहनुहुन्छ भने त्यसको पनि सुविधा रहेको छ। हजुरहरू यी एन्ड्रोइड सेटमा किस्ताबन्दी गरेर लिन चाहनुहुन्छ भने त्यसको पनि सुविधा रहेको छ। एन्ड्रोइड सेट हजुरहरू चलाइरहेको सेट 2 जिबीको सेट छ 3 जिबीको सेट छ ह्याङ हुन्छ राम्रोसँग चल्दैन भने त्यो सेट लिएर आएर एक्सचेन्ज गरेर आइफोन पनि लान सक्नुहुन्छ। त्यसै गरी हामीसित एउटा नयाँ सेट जुनै मोडलको पनि लान सक्नुहुन्छ। हामीसित नयाँमा पनि तपाईँलाई स्यामसङमा पनि छ रेडमीमा पनि छ रियलमीमा पनि छ ओप्पोमा पनि छ भिभोमा पनि छ। त्यसै गरी सबैमा 40% डाउन पेमेन्ट तिरेर हामीसितबाट किस्ताबन्दी गरेर पनि सेटहरू लान सक्नुहुनेछ। हाम्रो पसल चाहिँ रहेछ दमकको गोर्खा डिपार्टमेन्ट अपोजिटपट्टि आरआर मोबाइल हब। धन्यवाद। पसलको एक्ज्याक्ट लोकेसन चाहिँ यो चाहिँ दमकको गोर्खा डिपार्टमेन्ट रहेको छ। त्यसै गरी यो चाहिँ महेन्द्र हाइवे रहेको छ है त। रिङ रोड यता पर्छ है त। रिङ रोड यता पर्छ। गोर्खा डिपार्टमेन्ट आएर हजुरले ठ्याक्कै अपोजिटपट्टि हाम्रो पसल रहेको छ। आरआर मोबाइल रहेको छ। हरेक भिडियोको अन्तिममा मैले हाम्रो पसलको लोकेसन हालिदिइरहेको छु। हस् त धन्यवाद।